त्यो पढाइ होइन जनतालाई सुरेन चौधरीले म हर्बर्ड पढेर आएको रे र एउटा म तपाईलाई पढाइको कुरा गर्दाखेरि एउटा यो समाजको राम्रो भिजन भएको व्यक्ति यो समाजलाई गर्ने हिम्मत छ भने सुरेन चौधरीले रुपेश पाण्डेसँग चुनावी बहस गर्नलाई मजाले म आउँछु जतिखेर राति 12 बजे भन्नुस् आई एम रेडी र त्यही दिन सुरेन चौधरीले सोध्नुस् कि आफ्ना पार्टीका नेतालाई तपाईँ जुत्ता हान्छु भन्ने मान्छे तपाईँ पर्सा जिल्ला क्षेत्रमा चुनाव लड्न अधिकार छ तपाईँ आफ्ना पार्टीका नेतालाई जुत्ता हान्छु भन्ने आफ्नै पार्टीका नेतालाई केन्द्रीय सदस्य भइसकेका छैन हटाउन लाग्ने आफ्ना पार्टीका मान्छेलाई मन्त्री हुन नदेऊ भन्ने 87 ठाउँमा फोन गर्ने मसँग कल रेकर्ड छ त्यो कल रेकर्ड कुनै बेला हामीलाई चाहियो खनमा म पब्लिकली गर्छु म सुरेन चौधरीले राख्नुस् म पब्लिकली गर्छु पब्लिकली गर्नै पर्दैन बाबा सुरेन चौधरी हिन्दू होइनन् अमेरिकाको मान्छे त होइन क्रिस्चियन त होइन नि भगवानलाई छोएर भन्नु नि रुपेश पाण्डेले यो 5 वटा कुरा भनेको गलत हो हे माता दुर्गा म भन्छु हे माता दुर्गा यदि गलत हो भने मलाई भस्म गरिदेऊ सुरेन चौधरी होइन मैले बोलेको होइन मात्र भनिदेऊ त मेरो अगाडि भगवान छोएर जे भन्छ म त्यो गर्छु म 5 वटा उसलाई क्लेम गर्दैछु यो कुरो यदि होइन सुरेन चौधरी मेरो अगाडि भनिदेओस् म जे पनि त भन्नुभएको छ यो 5 वटा प्रुफ भएन भने म समर्थन सब थोक गरिदिन्छु उसको लागि सुरेन चौधरी 5 वटा कुरा जनताको लागि के गर्नुहुन्छ अन्तमा अब जनताको लागि सुरेन चौधरीको सबभन्दा ठुलो प्रब्लम के हो भने आफ्नो समाजसँग ईर्ष्या यदि चौधरी वर्गमा सुन्नुस् चौधरी वर्गमा चन्द्रकिशोर चौधरी दिनेश चौधरी सन्तोष चौधरी कोही चौधरी अगाडि नआओस् आज भन्ने हिजो पनि सुरेन्द्र चौधरीलाई हराउने त चौधरी नै थियो त थिएन चौधरीले पनि भोट दिएको थिएन सुन्नुस् तपाईकै क्षेत्रमा हैन प्रदुमन चौहान जस्तो व्यक्ति पनि त जितेको हो कारण के हो भने चौधरीहरुले भोट के छ भने सुरेन चौधरीको मनमा के छ भने कि म भन्दा अगाडि कोही चौधरी आयो भने नेता हुन्छ म डाउनफल हुन्छु त्यसले गर्दा सबै चौधरीले काटेर राख्न खोज्छ यदि होइन भने आई हेभ टु प्रुभ र